जोजोलपा तारे माम्पास्पी वापिस्टलला कि भजा भजा बाँकी दनी ठाउँ शुक्रबार आछि नेपाल भाषा सहीकै ठाउँ पहिलो नम्बरे सेन्टेन्स 2 कि वहाँ बसमा जानुहुन्छ आछि सठित नेपाल भाषा टाइमला कि छु वेक बसे झाइला छु वेक बसे झाइला वहाँलाई हामीले वेक भन्छौं अनि जानुहुन्छ भन्नु पर्यो भने झाइला अथवा छाया दिला छुवेक बसे छाया दिला यस्तो पनि भन्न सक्छौं अथवा छुवेक बसे छाइला यस्तो पनि भन्न सक्छौं अब अर्को सेन्टेन्स नम्बर 2 हेरौं म बिहान 7 बजे उठ्छु नेवा भाषामा अथवा नेपाल भाषामा जी सुथे 7 बजे दना जी सुथे 7 बजे दना सुथे अर्थात बिहान दना अर्थात उठ्छु अर्को सेन्टेन्स छ म प्राय मेरो साथीसँग जुममा कुरा गर्छु जी अप्पोठे जिमी पासनाप जुमे खलाना अप्पोठे भन्नाले धेरै जस्तो प्राय जिमी पासा भन्नाले मेरो साथी जिमी पासा छ जिमी पासा भन्नाले तिमी मेरो साथी खलाना अर्थात कुरा गर्छु मैले उसको नम्बर लेखेँ जी उयु नम्बर चोया जी उयु नम्बर चोया अब यसमा हामीले नम्बरको सट्टा अब अर्को केही पनि राख्न सक्छौं केही वर्डहरु पनि राख्न सक्छौं होला तर हामीले प्राय जस्तो घरमा बोली चालीमा अब एउटा दुईटा शब्दहरु यसो मिक्स गरेर पनि बोल्ने गरिन्छ जस्तै कि अब कहिलेकाहीँ अब त्यो कन्ट्रोल गर्ने भन्छ अब नेपाल भाषा बोल्दा बोल्दै पनि मान्छेहरूले आजभोलि इंग्लिश अलिकति मिसाइदिन्छ आजभोलि ठाउँकने कन्ट्रोल या ठाकु भन्छ कन्ट्रोललाई चाहिँ क ग्या भन्छ क ग्या ठाकु भन्नु ठाउँकने क ग्या ठाकु भन्ने हो शुद्ध नेपाल भाषामा भन्दाखेरि तर बोलीचालीमा चाहिँ कहिलेकाहीँ इंग्लिश पनि एउटा दिँदा मिसाइदिन्छ ठाउँकने कन्ट्रोल या ठाकु यस्तो भनिन्छ आज कसैले कन्ट्रोल भन्न नजानेपछि अलिकति एजेड मान्छेहरूले कन्ट्रोल या ठाकु पनि भन्छ कसैले ठाउँकने कन्ट्रोल या ठाकु पनि भन्छ जानी नजानी इंग्लिश पनि एउटा दुईटा मिसाउने चलन पनि छ तर अब जानी नजानी भन्दाखेरि कहिलेकाहीँ मिस्टेक हुन्छ तर केही छैन मिस्टेक भए पनि सिक्ने हामीले गल्तीबाट नै हो गल्तीबाटै सिक्ने हो तर अरूले मिस्टेक बोल्यो भने हामीले खिसी गर्नुपर्ने केही कुरा छैन किनभने हामी पनि जन्मिँदाखेरि केही पनि भाषा नबुझिकन नजानिकन आएको हो त यो धरतीमा बिस्तारै सिक्दै गएको हो अब अर्को सेन्टेन्स हेरौँ है त नेपालीमा मैले उहाँलाई पर्खन भनेको तर पर्खनु भएन पर्खनु भएन चाहिँ मैले लेखेको छैन यतिकै भनेको मात्र अब नेपाल भाषामा यसलाई भन्दाखेरि जी वेक या त पियाचो थयौ थयौ अथवा थयौ अब थयौ भन्नलाई त यु अब अर्को हेरौँ है त आम्यौ सुए नि नेपालीमा मलाई बिहान सबेरै उठाइदिनुस् जित सुथे नाप्पा थना बिहा दिस जित सुथे नाप्पा थना बिहा दिस सुथे अर्थात बिहान नाप्पा अर्थात सबेरै थना बिहा दिस अर्थात उठाइदिनुस् अब उठाइदियो भन्नु पर्यो भने थना बिउ भन्छौं हामीले थना बिउ बी यहाँ उ एउटा राख्यो भने ठिकै हुन्छ थना बिउ पहिला एक टाइम थियो मलाई पनि बिहान चाँडै उठ्न गाह्रो लाग्थ्यो बिहान 7 बजे उठ्नलाई पनि अलार्म राख्नु पर्ने हुन्थ्यो हुन त त्यो बेला अब सुत्न पनि ढिलो हुन्थ्यो 12 1 2 बज्थ्यो अनि बिहान उठ्न पनि अलिकति गाह्रो हुन्थ्यो त्यो बेला म वेबसाइट बनाउन सिक्दै थिएँ र कोडिङ पनि गर्दै थिएँ एक टाइम अनि त्यही भएर सुत्न चाहिँ अलि ढिलो हुने आफ्नो जबमा गयो जबमा घर आइसकेपछि अनि राति 9 बजेदेखि कोडिङ गर्न बस्थे म नेपालीमा ट्याक्सी स्ट्यान्डबाट ट्याक्सी ल्याउनुस् ट्याक्सी स्ट्यान्ड ट्याक्सी हयादिस ट्याक्सी स्ट्यान्ड ट्याक्सी हयादिस ल्याउ मात्र भन्नु पर्यो भने चाहिँ अब यो ल्याउनुस् काटेर ल्याउ मात्र भन्नु पर्यो भने हजी ह जी यहाँ ह एउटा भयो अनि त्यसपछि जी हजी ट्याक्सी स्ट्यान्ड ट्याक्सी हजी अर्को आज म घुम्न जान्छु जी ठाउँ चाहियो भने अथवा जी ठाउँको सट्टा ठाउँ जी पनि भन्न सकिन्छ यो अब
जीलाई पछाडि राखेर ठाउँलाई अगाडि राखेर ठाउँ जी चाहियो भने ठाउँ अर्थात् आज चाहियो भने अर्थात् घुम्न जान्छु नेपालीमा म नफर्किएसम्म यहाँ पर्खनुहोस् जी लिहामवतले थन पियाचोना दिस जी लिहामवतले थन पियाचोना दिस लिहामवतले अर्थात् नफर्कुन्जेल जी अर्थात् म थन अर्थात् यहाँ पियाचोना दिस अर्थात् पर्खनुहोस् मेरो शुक्रबार जिगु भिडियो मवतले पियाचोना दिस अर्को शुक्रबार मेरो भिडियो नआएसम्म पर्खनुहोस् यस्तो पनि भन्न सकिन्छ अब अर्को मलाई सहायता गर्नुहोस् जित ग्वाली याना दिस जित ग्वाली याना दिस ग्वाली अर्थात् सहायता अनि एउटा अर्को सेन्टेन्स मेरो माइन्डमा आएको एउटा भन्छु तिमीलाई भेटेर मेरो मन खुसी भयो छन्त नप्लाना जुगु नुग लेटाल छन्त नप्लाना जुगु नुग लेटाल आज तपाईले कोही मनपर्ने मान्छे भेटेको छ भने अथवा भोलि कसैलाई भेट्नु जानु छ भने तपाईले यस्तो भन्न सक्नुहुन्छ अनि तपाईहरुले agentaakash.com/nepal यो वेबसाइटमा जानु भएर अरु रिसोर्सेसहरु पनि पाउन सक्नुहुन्छ जस्तै कि तपाईहरुले फ्री इबुक पनि डाउनलोड गर्न सक्नुहुन्छ अथवा तपाईहरुले हामीलाई अब यो कुन प्लेटफर्ममा तपाईलाई सजिलो हुन्छ त्यो प्लेटफर्ममा हामीसँग जोडिन सक्नुहुन्छ भाइबर ग्रुपमा पनि जोडिन सक्नुहुन्छ अथवा ब्लगरमा पनि केही कन्टेन्ट छ त्यो पनि चेक गर्न सक्नुहुन्छ र तपाईहरुले हामीलाई पेट्रियनमा पनि सहयोग गर्न सक्नुहुन्छ तपाईहरुलाई यदि हाम्रो काम मन परेको छ भने र मलाई चिया कफी खुवाउन चाहनुहुन्छ भने खल्तीको यो क्यूआर स्क्यान गर्न सक्नुहुन्छ थ्यांक यू शुभ